वर्तमान प्रधानमन्त्री 87 सालमा भनेपछि त बाँकी त्यसभन्दा पहिले भने भइहाल्थ्यो नि त्यो कुरा। त्यसै कारणले उहाँहरूलाई अक्कर छ, अप्ठ्यारो छ। त्यसै कारणले उहाँले संशोधन गर्ने केमा गर्ने अप्ठ्यारो छ। परदेश खारेज गर्नुमा त उहाँहरूलाई तपाईँको चाहिँ जसले त परदेश बोकाएको त्यही शक्तिले मान्दैन, अप्ठ्यारो छ नि उहाँहरूलाई। त्यसो हुनाले के भन्दाखेरि मैले पहिले सकेँ नि कुरा, पञ्चायत खारेज त जनताको बलले भएको नि, पञ्चहरूले खारेज गरे त होइन नि। भनौँ न राजतन्त्रको खारेज त नेपाली जनताले गरे हो नि, राजावादीले अथवा पञ्चायतका शासकहरूले गरे त राजतन्त्रका मानेर गर्ने गरे त होइन। त्यसो भएको हुनाले यो चाहिँ सङ्घीयता खारेज पनि तपाईँको चाहिँ जनतैले गर्नुपर्छ र जनताले बाहेक अरूले गर्न सक्ने भए त यत्रो आयोजना गर्ने जनतालाई चाहिँ हामीले आह्वान गर्नुपर्ने थिएन नि। राजनीतिक पार्टीहरूले गर्छन् भन्ने कुरा ढुक्क हुन्थ्यो। ल अर्को ल भन्नु, अब त्यो त हजारौँ हो नि बनाउन सकिन्छ त्यो होइन, यतिकै ट्याक्क यति नै बनाउँछ त्यस्तो सन्तोष गर्ने कुरा छैन। हामीले सकेसम्म बढी गराउँछ। मलाई पञ्चायत कालमा के भन्थ्यो भने, पञ्चायत कालमा म हाई स्कुलको हेडमास्टर थिएँ। पञ्चीहरूले घेरेर के भन्थ्यो भने, त यही पञ्चायतको व्यवस्थामा राजाले चलाएको स्कुलमा हेडमास्टर हुने, अनि पञ्चायत चाहिन्न, राजतन्त्र चाहिन्न भन्ने सुहाउँछ तँलाई भन्थे। हेर्नुहोस्, त्यसो हुनाले अहिले अब नेपालमा परदेश छ, त्यहाँ परदेश छ र त हामीले तपाईँको चाहिँ ओलीजीले प्रतिगमन गरेपछि हाम्रा सांसदहरूलाई तपाईँको चाहिँ निर्देशन गरेर त्यो चाहिँ गण्डकी प्रदेशको सरकारलाई खारेज गरेर गणतन्त्र पक्षधर प्रतिगमनका पक्षधर पार्टीहरूलाई त्यहाँ राखेको होइन। हाम्रो उपस्थिति त्यहाँ नभए त बाहिर बसेर चाहिँ राम राम भन्ने मात्र न थियो। त्यस कारणले चाहिँ कतिले चाहिँ बुझेर हो कि नबुझेर हो, उसो भए यही देशमा बस्ने कि नबस्ने, यहाँ त सङ्घीयता छ, हामी के गरेर नेपालमा बसौँ कि नबसौँ, यहाँ त सङ्घीयता छ। के त्यो चाहिँ काँचो प्रश्न हो। तपाईँ विद्यार्थी युनियनमा बस्नुहुन्छ, विद्यार्थी युनियनमा बस्नुहुन्छ र तपाईँ कतिपय युनियनले बदमासी गर्यो भने त्यही युनियनकै विरोध गर्नुपर्छ। होइन, त्यो तपाईँको सुझाव हो। होइन होइन होइन, राष्ट्रपाका कुरा पछि गरौँ। तर त्यहाँ बसेकै कारणले न तपाईँको चाहिँ त्यसको विरोध गर्न चाहिँ आवश्यक, त्यहाँ बस्न पाउने अधिकार त छ नि तपाईँलाई। त्यहाँ पहिले बहिष्कार गरिदिँदा कति आनन्द भयो भन्नु त। मैले यसो जोड्दै थिएँ कि, जस्तै यहाँले भन्नुभयो नि राष्ट्रिय जनमोर्चाले तपाईँको सुरुवातीदेखि नै संविधान बन्दैदेखि नै सङ्घीयताको विरोध गर्यो होइन। यहाँको अहिले भन्नुभयो अहिले प्रदेशको खारेजी भन्नुभयो, त्यो सङ्घीयताको विरोधी नभएर प्रदेश संरचनाको खारेजी भन्ने एजेन्डालाई हामी ब्यानरमा लेखेर जाँदाखेरि अझ यसको सशक्त हुने थियो। वास्तवमा सङ्घीयता भन्दा जहिले पनि जनमोर्चा सङ्घीयताको विरोधी मात्र देखियो कि राम्रोको लागि अहिले जुन प्रदेश खारेजी गर्नुभएको छ आम जनताले पनि त्यो अलिकति फिलिङ गरेको अवस्था थियो। यो अवस्थामा यहाँहरूले सङ्घीयता नभएर प्रदेशको मात्रै खारेजी गर्ने र केन्द्र र तपाईँको स्थानीय तहहरू पनि बढी छ त्यसलाई पनि घटाउने भन्नेतिर पनि यहाँहरूले जोड दिँदा मेरो अलि आन्दोलन सशक्त हो। ठिक छ, तपाईँको सुझाव ठिक हो। सङ्घीयता भनेकै प्रदेश अरू संरचना होइन होइन, स्थानीय तह चाहिँ स्थानीय तहलाई केन्द्रलाई चाहिँ हटाउने भन्ने त हामीले पहिले नै भनिरहेको छ नि। प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ, काठमाडौँको एकीकृत भ्रष्ट चाहिँ केन्द्रीकृत शासन छ त्यसलाई विकेन्द्रीकरण गरौँ। अहिले पनि हाम्रो के छ भन्नुहुन्छ भने त्यो प्रदेशमा हुने चाहिँ जो अरू लगभग 2 खर्बमा बढी पैसा खर्च हुन्छ भन्नु, त्यत्रो मन्त्रीमण्डल, त्यत्रा सांसदहरू, त्यत्रा कर्मचारीहरू टाढ त त्यसैले पारेका छन्। त्यसो भने सङ्घीयता भनेकै प्रदेश हो नि। प्रदेश खारेज गर्दाखेरि तपाईँको चाहिँ स्थानीय तहको अधिकार बढ्छ। त्यो प्रदेशमा हुने खर्च 2-3 खर्ब चाहिँ जो पैसा चाहिँ तल जान्छ, त्यसले साँच्चै प्रदेश खारेज हुने हो भने नेपाली जनतालाई शिक्षा स्वास्थ्य तपाईँको त्यही खर्चले फेरि हुनसक्छ। सङ्घीयता भनेकै प्रदेश हो नि। सङ्घीयता भनेको त स्थानीय तह त होइन। प्रदेश खारेज गरिसके पनि प्रदेशको संरचना हुनसक्छ, प्रशासनिक संरचना हुनसक्छ। समन्वय गर्नको स्थानीय तह र केन्द्रलाई समन्वय हुनको लागि चाहिँ, नत्र तपाईँको चाहिँ अहिले जुन त्यहाँ चाहिँ संसद छ, मन्त्रीमण्डल छ, कर्मचारीहरू छन्, त्यो सारा त्यो संरचना प्रदेश खारेज गर्नुपर्छ भन्ने हो। अर्को छ मधेस पार्टी ठुला ठुला भएका छन्, तिनीहरूले सङ्घीयताको विरोध गरेर ठुला ठुला भएका हुन्छ। सङ्घीयता बोकेर मुलुकलाई डुबाएर पो ठुला भएको छ नि त।
त्यसो हुनाले हामीले पार्टीलाई बढाउन यस्तो अप्ठ्यारो काम गरेछ राष्ट्रिय जनमोर्चाले भन्नु। जबकि यहाँका ठुला पार्टी कोही मधेस अलग गराउने, हिमाल र पहाडबाट अलग गराउने देख्नु भएन। संविधान सभाको चुनावै भएको छैन, नेपाललाई सङ्घीयतामा लए त्यहाँ अन्तरिममा। अनि संविधान सभाको चुनावै संविधान सभा नै भने होइन, एक मधेस एक प्रदेश तपाईँ त अन्तरिम संविधानमा छिराएको थियो भने तपाईँ। त्यसो भएको हुनाले राष्ट्रिय जनमोर्चाले यस्तो अप्ठ्यारो बाटो रोजेर पार्टी ठुलो गराउन भन्ने कुरै होइन। हेर्नुहोस् है, वास्तवमा राष्ट्रिय जनमोर्चाले जुन एजेन्डा चाहिँ अहिले चाहिँ यो सङ्घीयताका कारणले मुलुक टाढ पर्दै गएर यहाँका नयाँ पिँढी जति सारा चाहिँ फर्केर नआउने देशहरूमा गएर वैषयिकहरू कुरा उठाएको त। बरु यसो भन्नुहोस् न, राष्ट्रिय जनमोर्चा कति दूरदर्शी पार्टी रहेछ। उति बेलादेखि दुईटै संविधान सभा मैले तपाईँलाई भनेको छु नि, यति थ्रेटन दिए चाहिँ विदेशी शक्तिहरूले समेत। तेरो पार्टी सानो भयो, यत्रो सानो पार्टीले के सङ्घीयता विरोध गर्न सक्छ? 10 करोड रुपियाँ दिन्छ, भोलिदेखि सङ्घीयता चाहिँ को विरोध नगर भनेर 25 जना संसदभित्रका प्रमुख नेताहरूको बिचमा आएछ फोन। माधवजीले सुन्नुभएको छ, झलनाथजीले सुन्नुभएको छ, त्यो दिन चाहिँ सम्बन्धित कति उनीहरूले चाहिँ गरे। ऋषि धमलाल पत्रकार सम्मेलनमा बोलाए, त्यहाँ भित्र पस्नु पाएको छैन। आजै सङ्घीयताको बारेमा बोल्दिनँ भन्ने भन्, होइन भने त बाँच्न अब 5 दिन बाँकी छ भन्नु मिडियाले फोनबाट ल्याएर त्यो जापानबाट। त्यस्ता थ्रेटन दिँदा, पैसाका प्रलोभन दिँदाखेरि पनि वास्तवमा हामीले चाहिँ कसलाई उनीहरूले मार्छन्, कसलाई पैसाले किन्छन् भन्ने कुरा त हामीले वास्तव मतलब गरेनौँ नि। हाम्रो दृढ अडान छ कि तपाईँको चाहिँ यदि सङ्घीयता खास गरेर प्रदेश खारेज गरिएन भने सङ्घीयताकै कारणले के भयो मुलुक अहिलेसम्म भन्नु न। 2500 3000 चाहिँ मान्छेहरू चाहिँ दैनिक चाहिँ विदेश जाने, विदेश पनि भारत होइन अरब मात्रै होइन, तपाईँले फर्केर नआउने ठाउँमा संयुक्त राष्ट्र अमेरिका युरोपतिर अस्ट्रेलिया गएका मान्छे पनि आउँछन्। ल भन्नु देश यस्तो भइसकेपछि पनि प्रदेशको बारेमा हामी चाहिँ अलमल हुने कुरा भएन। यो प्रदेशको खारेज गरेर संहिता खारेज गरेर पार्टी सदस्यता बढाउनु पर्छ। यस्तो अप्ठ्यारो अभियान चलाउँछ कसैले। त्यस कारण त्यो होइन, प्रदेश खारेज गर्नुपर्छ। संहिता भनेको प्रदेश हो, तलको तपाईँ चाहिँ स्थानीय निकायले चाहिँ विकेन्द्रीकरण अधिकार बढीभन्दा बढी दिनुपर्छ। नगरपालिकालाई, गाउँपालिका, जनता त त्यहाँ छन् नि। अहिलेसम्म प्रदेशले के गर्यो भन्नुहोस् त? कल कारखाना कति खोले, उद्योग धन्दा कति खोले, खानी फ्याक्ट्री कति खोले, भ्रष्टाचार विरोधी चाहिँ काम त्यहाँ कति भयो, मुख्यमन्त्री कतिजना भए यहाँ चाहिँ प्रदेश जन्मेपछि तपाईँहरू त देख्नु भएको छ नि। त्यस्तो पनि राजनीति हुन्छ। बदनाम मान्छे पटक पटक चाहिँ नि मन्त्री भएको देख्नु भएको छ, संसद भएको देख्नु भएको छ। त्यसो हुनाले राष्ट्रिय जनमोर्चाले यो जोखिम उठाइराखेको छ। सदस्यता बढाउन, जनताको बिचमा पपुलर बन्न होइन, बरु जनताले के भन्छन् भने यति राम्रो एजेन्डा तपाईँहरूले उठाउनु भएको छ, यसलाई क्यास गर्न सक्नु भएन, तपाईँहरू तागतले पुगेन भनिरहेको छन् बरु जनताले। त्यस कारणले तपाईँहरूलाई मैले के सुझाव दिन्छु भनेर भन्दाखेरि यदि सङ्घीयता नै रहन्छ भने यसैका कारणले मुलुक सिद्धिन्छ। देख्नु सिद्धिँदै गएको छ नि, टुप्पा पुगिरहेको छ। अरू के यसो सहकारी बारे मलाई थाहा थिएन, सुनेको त थिएँ। हेर्नु म मास्टर भए पनि सहकारी सुनेको थिएँ। जब म 72 सालको तपाईँ चाहिँ सरकारमा उपप्रधानमन्त्री भएँ, त्यो सहकारी मन्त्रालय फालिएको मन्त्रालय, कोही जान नमान्ने, त्यहाँ बजेट पनि नहुँदो रहेछ। अनि त्यो सहकारी मन्त्रालयमा आएर सहकारी दर्ता गर्नुपर्ने रहेछ। घुस खाने भनेको त्यही तेरो दर्ता गरिदिने हो भने कति पैसा दिन्छ? जनतालाई ठगाउन तपाईँ चाहिँ अब दर्ता गर्नुपर्दैछ सहकारी मन्त्रालयमा। मन्त्रीहरू कर्मचारीहरूले मिलिमत गरेर त तेरो सहकारी यहाँ दर्ता गरिदिने हो भने कति पैसा दिन्छ भनेर दर्ता गराउनु रहेछ नि। त्यहाँ जाने बित्तिकै मलाई त के हो, जब म सहकारी मन्त्री भएँ मलाई सहकारीको बारेमा त्यति राम्रो ज्ञान नै सुने पनि। त्यति बेला ओरिएन्टल सहकारीले त म 11.5 लाख रुपियाँ हिँड्ने बिना पारेको थियो। अब म भर्खर मन्त्री भएको छु, क्वार्टरबाट निस्कन्छु यस्तै जुलुस छ बाटोबाट छेकेर सहकारीले ठगेका। हेर्नु त त्यहाँ मन्त्रालयमा गइसकेँ मैले, यसो त्यहाँ हेरेँ तपाईँको चाहिँ सहकारी
ठग्ने भनेको सत्तामा शक्तिमा बस्नेहरूबाटै हो। उनीहरूकै संरक्षणमा, उनीहरूकै मिलिमतोमा, उनीहरू जब त्यहाँ सत्तामा गइसकेपछि मेरो चाहिँ त्यति बेलाका सरकारका मान्छेहरूसित मेरो टिटुपिरो भइ नै हाल्यो। त्यहाँ गएपछि मैले 48 सालको चाहिँ ऐन, सहकारी ऐन अलि अधुरो रहेछ, त्यसलाई मर्मत गर्न, त्यसलाई चाहिँ संशोधन गरेर त्यसलाई पास गराएर त्यसअनुसार सहकारीका ठगहरूलाई कारबाही गर्नलाई मैले जब त्यो चाहिँ ऐन चाहिँ बनाउन चाहिँ लागेँ, त्यहाँ एकजना कर्मचारी रहेछन् त्यसको ज्ञाता, सहकारी सम्बन्धी ज्ञाता, उनले त्यो ऐन बनाइदिन चाहिँ मलाई चाहिँ मद्दत गर्न थालेको थाहा पाएपछि ठुला पार्टी नेताहरू तिनले चाहिँ त्यहाँ टिक्नै दिएनन् र फेटिहाल्यो। त्यो मलाई चाहिँ सहयोग गर्न खोज्ने त्यो सहकारी ज्ञाता अहिले पनि जीवित छन्। हेर्नु, उनको नाम नलिउँ, तपाईँहरूले खोज्दै जाँदा भेटाउनुहुन्छ। उनले थाहा पाएको देखेपछि तपाईँ चाहिँ उनलाई त लखेटिहाल्थ्यो। सामान्य प्रशासन मन्त्रीलाई मैले हात जोडेँ, तपाईँले चाहिँ यति त गर्नु पर्यो नि, लाखौँ मान्छेको चाहिँ सहकारी हिनामिना गरेका छन्, त्यो चाहिँ त्यो 48 को ऐन चाहिँ व्यवस्थित नगरिकन त अधुरो रहेछ, त्यसलाई गर्नु पर्यो भनेपछि अब मैले मेरा अध्यक्षले भनेको मानु कि तपाईँले भनेको मानु, अब त्यो कर्मचारीलाई नखेदी हुन्न भन्ने जोड छ मलाई। तपाईँले हेर्नु त, मलाई त त्यहाँ गएपछि थाहा भयो, हेर्नु यो देश कसले लुट्छ भन्ने कुरा त। हेर्नु त, बिग्रो सम्बन्ध। मलाई प्रधानमन्त्री अगाडि 3 चोटि लगेर खडा गरे ठुला पार्टीका सांसदहरूले, मन्त्रीहरूले। यसलाई सहकारी बुझाउनै सकिएन, मैले नबुझेको अरे म। हेर्नु त, पर्यो लडाइँ। हेर्नुहोस्, अनि काठमाडौँमा भएका जुन चाहिँ ठुला अहिलेका छन् नि बदनाम सहकारी, तिनमा लगेर सहकारी मन्त्रीलाई उद्घाटन गर्न आउने साधारण सभामा, र ती ठगिएका मान्छे त जम्मा हुन्छन् त्यहाँ। चित्रबहादुर त्यहाँ बोल्न लागेपछि त ठिकै किसिमले चल्यो रहेछ भन्ने हुने भयो क्या, त जाने। त्यस कारणले सबभन्दा तपाईँले बुझ्नुपर्ने कुरा के हो भने, बारी रुखो मल हालुला कर्म रुखो क्यारु भन्ने गीत गाउँछन् नि गाउँघरमा। अरूले बाहिरका मान्छेले ठग्दाखेरि पो त्यसलाई सरकारले ठिक गर्छ, कारबाही गर्छ, झेलखान हाल्छ। सत्तामा शक्तिमा बस्नेले नै जनता ठग्ने भएपछि जनता जाने कहाँ हो? वास्तवमा नेपाली जनता बेवारसी भइरहेको छ। रवि त पछिल्लो न हो अहिले आएको नयाँ भन्नु, त्यसभन्दा पहिलेका त धेरै छन् त त्यहाँ त। ऊ पनि च्याम्पियन। हेर्नु, अब ऊ पनि यिनी पुरानो पार्टीले देश खरानी पारे, मैले चाहिँ नि